ले काट्नु लागेछ। वाउ म ब्युटिफुल भए। हेलो सबैजनालाई मेरो भ्लगमा स्वागत छ। 안녕하시오. अहिले चाहिँ हामी टक्कलागा गोठ बनाउनुको लागि बाँस काट्नु जाँदैछौँ। अनि बाँस चाहिँ यता परतिर छ। यिनीहरू तर यिनीहरू पनि बाँसै हो, तर हामीलाई अलिकति छिप्पेको बाँस चाहिन्छ, किनभने छिप्पेकोले धेरै थाम्छ, कलिलो चाहिँ पड्किहाल्छ। त्यही भएर हामी छिप्पेको बाँस ल्याउन हेर्न गइरहेका छौँ। हामी तिनजना, यता जितेन दाइ हुनुहुन्छ, यता फर्केर हेलो भनिदिइहाल्नु। त्यसले बन्चरोले काट्नु लागेछ। हाम्रोतिर चाहिँ भालु बाँस पाउँछ है, गाउँतिर चाहिँ भालु बाँस हुन्छ नि, फेरि भालु बाँस यसरी काट्नु भन्छ बाँसलाई। यो ढलेर अब यता तल जान्छ। टक्क लाएर हाम्रो मौसम चाहिँ आज एकदम दामी छ है, गर्मी पनि छैन, शीतल पनि छैन। त्यहाँदेखि अलिअलि ठिक्क घाम लागेछ, तर दिउँसो गर्मी पनि हुनसक्छ। अनि यस्तै छ हाम्रो गाउँ, जङ्गललाई जङ्गल, डाँडा यता तलतिर त भिरपाखा, यतातिर चाहिँ भस्मे डाँडा भन्छ, यतातिर मकैहरू केहरू छ। हामीले बाँसलाई ढालेर ला उतापट्टि ठेल्नु पर्थ्यो नि त माइलो, अलि उतापट्टि ठेल्न हट त्यहाँ। लड त्यहाँदेखि माथिको त बाङ्गो रहेछ नि त, यो त यस्तो परेको रहेछ। इन्ची टेप कहाँ ल्यायो त नि? छफुटले कहाँ हुन्छ त नि? अब फेरि म इन्ची टेप ल्याउनु जाँदैछु। अन्त भ्लगमा त अनि हगेको मुतेको नि देखाउनु पर्छ नि त। अनि अहिले चाहिँ इन्ची टेप ल्याउनु जाँदैछु क्या, लामो। कुन चाहिँ त्यो लामो फितावाला ल्याउने हो? लामो फितावाला ल्याउने? ल यति लामो फितावाला ल्याउनु पर्ने रे। अहिले म त्यो ल्याउनु जाँदैछु। यही गोड चाहिँ हामीले यो भत्काएर अनि यहीमा बनाउने पर्ने हो। अनि यिनीहरूलाई चाहिँ भिजेछ पानी पर्दाखेरि, किनभने यतातिर यसरी बाँसको लाएको छ। अनि बाँसको लाहरू मकिसक्यो क्या, यिनीहरू गइसक्यो। अब हामीले चाहिँ फेरि यसलाई सबै भत्काएर न्यू हामीले चाहिँ धरानबाट ग्राइन्डर मेसिनहरू पनि लिएको छौँ। यो ग्राइन्डर मेसिनहरू छ टन्नै छ है। अनि त्यहाँदेखि उयो बोटहरू लाइनहरू छ है। म चाहिँ यो टेप ल्याउनु आएको, म जान्छु त्यहाँ स्वाट नापेर काट्नु पर्ने हुन्छ। अर्को पनि ढाल्नु थालिसक्यो केटाहरूले। ल अब यो टक्क ढालिसकेर नापेर काट्छौँ होइन, ढालिसकेर नापेर काट्छौँ, त्यहाँदेखि उता लान्छौँ, अनि फेरि हामी भिडियो गर्छौँ। अहिले चाहिँ हामी यो रुखले ढाल्नु आएको छौँ पोलको लागि। अघि बाँस ढाल्यौँ, अहिले हामी यसलाई ढाल्नुपर्ने हुन्छ। अनि यस्तै एउटा पर पनि छ सुकेको, अहिले
चाहिँ जितेन दाइ र उजालाई ढाल्नु लाउनु पर्ने हुन्छ टक्क लाएर। यता आउनु न जितेन दाइ, तपाईँलाई एउटा कुरा देखाउँछु म दामी। कपिराइट लाग्छ फेरि। तिम्रो गाउँमा यो थाहा छ तपाईँलाई? यो के यो पकड्न त म तपाईँलाई देखाइदिन्छु। यस्तो गर्छ होइन, एकदम बनाउँछ सपनाको संसार होइन, यस्तो बनाएर यस्तो लाउँछ कि कुण्डल लगाएको म यहाँ देखाउनु न मजाले। यसलाई कसरी बनाउँछ भन्ने कुरा म सिकाउँदैछु क्या। मजाले पकाउनु है। यस्तो हल्का भए चाहिँ साइडमा अनि यसरी हल्का तान्यो। वाउ म ब्युटिफुल भएँ। यो चाहिँ यस्तो हुन्छ है। बाफ्रे बा, तपाईँलाई नि लगाइदिउँ एउटा? यसरी हामी पहिले लाउँथ्यौँ अनि यस्तो लगाइने छ परसम्म। कस्तो दामी यो रु काट्ने मलाई कस्तो देखेको छ। के गर्न आएको माइलो? यहाँ रुख ढाल्नु आएको रुख ढाल्नु पर्ने रे हो। यहाँनिर फरङ गर्दै ल दुईजनाले काट त म यसो भिडियो गरिदिन्छु। काट्न आउँछ नि। तारा चलाउनु खानेमा अलिक जोस जहाँ गरे ल हो र तान है केटा। अहिले खुट्टा आफ्नै भेट्यो भने यतापट्टि अनि गोरु पुर्या अरे फेदैमा अब यसलाई हामी ढालेर लानुपर्ने हुन्छ कि उतातिर। अहिले चाहिँ हामीले यति बनाइसकेको छौँ। अघि बनाउँदा होइन पानी परेर हामी आलु दाम खाएर आएको होइन माइलो? अनि हौ अब हामी के गर्छौँ र जितेन दाइ? काम गर्छौँ। काम गर्छौँ हौ। यता आइसित यता कस्तो बोल्नु पर्यो नि। देऊ त भाइ टेप ल्याउ त। हामी काम गर्छौँ। अब हामी काम गर्छौँ हैन, हामी काम गर्छ। हामी हामी काम गर्छ। मधेसी लोक के गर्छ? पाहाडतिर गइहाल्छ, 70-80 हजार खर्च गर्छ, गएर उही छोटा मोटा काम गर्छ। पहाडी लोक के गर्छ? त्यो चाहिँ मजा लाग्छ कि 70-80 हजार तिर्छ अरे। पहाडी लोक के गर्छ? उही छोटा मोटा काम गर्नलाई लाज मानिहाल्छ। विदेश गएर 70,000-80 हजार खर्च गर्छ, यहाँ गएर उही छोटा मोटा काम गर्छ। अनि मधेसी लोक त यहाँ पहाडमा आउँछ र छोटा मोटा काम गर्छ र बुढी बच्चा पालिरहेको छ। अब चाहिँ धेरै भयो है, अब चाहिँ काम गर्नुपर्छ।
र चाहिँ हिजोको काम यति है। हिजो हामीले यति काम गऱ्यौँ। मेरो मोबाइल स्ट्यान्ड दामी छ फेरि ड्रोन जस्तो। हिजो दिन आज गऱ्यौँ, अब बिहान फेरि सुरु गऱ्यौँ हामीले। अब यहाँ तल्लोपट्टि बार्नु बाँकी छ, त वरिपरि बार्नु बाँकी छ हाम्रो काम। छाना लाउनु बाँकी छ। यस्तो छ हाम्रो काम। जितेन दाइ के छ खबर? ओ जितेन दाइ ल आज सकेर यता परको नि गर्नुपर्ने हुन्छ आज। यिनीहरूकै खोरो है, यहाँ बाख्राकै खोरो है एकदमसँगले। म चाहिँ यहाँ छु। अब हामीले यहाँ वरिपरि बार्ने कार्यक्रम गर्नुपर्ने हुन्छ। ब्लग नम्बर 7 यति बनिसक्यो हाम्रो ब्लगमा। बाख्राको यस्तो भयो यताको नि भयो, उतापट्टिको नि भयो। अब माथिल्लोपट्टिको यो चाहिँ टक्क लाएर यो चाहिँ यो उदो नसरोस् भनेर, अनि यो चाहिँ घाँस ठाने। अनि अगाडि घाँस गर्ने के अरे घाँस खाने ठाउँ हुन्छ। छानाको लागि चाहिँ यो बाँसहरू। ल हाम्रो बाख्राकोट चाहिँ रेडी हुन लाग्यो। अब छाना मात्र बाँकी छ। छाना र यहाँ अगाडिकै घाँस खाने ठाउँ। ल हाम्रो लोकल छाना चाहिँ यसरी रेडी हुँदैछ है। यो चाहिँ हाम्रो लोकल टिन होइन जितेन दाइ? यो चाहिँ हाम्रो लोकल छाना हो। अनि यो माथि प्लास्टिक बस्छ। फेरि यस्तै यसलाई चित्रा भन्छ, यसलाई चित्रा यसको माथि बस्छ। अनि हामी चाहिँ यहाँ माथि बसिरहेको छौँ चिलमा। यो नयाँ यसरी हाल्छ, यो प्लास्टिक यसरी हालेर उतापट्टि नि यसरी नै प्लास्टिक। अनि फेरि यहाँ माथिबाट यसरी हाम्रो अर्ग्यानिक टिन जान्छ। ल हाम्रो गोठहरू चाहिँ बनिसकेको छ है। त्यो गाईको गोठ पनि फाइनली बनिसक्यो। अनि यो बाख्राको खोर, म बाख्राको खोरमाथि चढिरहेको छु। अनि गाईको गोठ यस्तो छ। केटाहरू तल बसिरहेछ। ल है हाम्रो चाहिँ अब चाहिँ 3 दिनसम्मको निरन्तर काम आज फाइनली टुङ्गेको छ। आज टुङ्गेर पनि अब हाम्रो चाहिँ फिदिमसम्मको यात्रा छ पैदल। अनि हामी चाहिँ त्यहाँ माथि देखिँदै गरेको अलिअलि यो बाँसले सेकेको छ त्यो डाँडासम्मको यात्रा आज दिउँसोदेखि त्यहाँतिर अलिअलि घुमघाम गरेर फिदिमसम्म हामी त्यहाँदेखि गाडीमा जान्छौँ। तर आजको यो गोठको भ्लगलाई चाहिँ हामी यहीँ सकाउँछौँ होइन। अनि के भनिदिनु न, के भनिदिनु न हाम्रो गोठको बारेमा? 50 वर्षको वारेन्टी छ यसमा चाहिँ। तपाईहरुले पनि बनाउन सक्नुहुन्छ, अर्डर गर्न सक्नुहुन्छ तपाईहरुले। तर फलामको फलाम भन्दा पनि ओरिजिनल परेको छ। फलाम चाहिँ 20 वर्षको होला, यो चाहिँ तर 50 वर्ष टिक्छ। अरे बाफ रे बाफ। तपाईहरुलाई वारेन्टी पनि दिन सक्छौ तर कार्ड चाहिँ छैन। यो चाहिँ हाम्रो मार्केटिङ हैन जितेन दाइ? हो सही कुरा। यो चाहिँ हाम्रो मार्केटिङ हो है। ल आजको भ्लग अब यो 3 दिनको भ्लगले गोठको बाख्राको अनि यो गाईको गोठको भ्लग हामी यतिमै सकाउँछौँ। सबैजनालाई बाई 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 गरिदिनु जितेन दाइ। दादा ल अहिले